हेलो एभ्रिवान, योभन्दा अगाडिको भिडियो पार्ट 1 थियो भने यो भिडियो चाहिँ मैले पार्ट 2 को लागि बनाइराखेको छु। अन्तिमसम्म हेर्नु होला अनि थाहा पाइहाल्नुहुन्छ म कहाँ जाँदैछु भनेर। बस पार्कदेखि मेरो पसल चाहिँ कहाँनिर छ भनेर हजुरहरूले थाहा पाइसक्नु भएको होला। हामी चाहिँ लमे बजारदेखि पश्चिमतिर जाँदैछौँ। पदमिनी खोला हुँदै पश्चिम राजपुर पुग्नुपर्ने छ। हामी चाहिँ सतबरिया स्कुल पुगिसक्यौँ साथीहरू। म पढेको स्कुल त्यही हो र अब आउँदैछ मेरो मामाको घर। बाटोमा मामा घर पनि पर्छ। यो घर चाहिँ मेरो मामा घर हो। यहाँ म हुर्केको बढेको घर यही हो साथीहरू। पानी परेर मौसम चाहिँ राम्रो भएको छ भने बाटो चाहिँ एकदम खराब भएको छ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ जहरे भन्ने ठाउँ साथीहरू। दमारा जहरे हुँदै पारी पुग्नुपर्छ हामीलाई, हेर्न सक्नुहुन्छ। त्यहाँ जहरेनिर चाहिँ के छ भनेपछि ट्याक्क लाएर दुईटा पुल बनाएको छ साथीहरू। एउटा झुलुङ्गे पुल पनि छ, एउटा पक्की पुल पनि छ। पक्की पुल हुँदै जानुपर्छ नदी पारी चाहिँ राजपुर जानुको लागि। हेर्न सक्नुहुन्छ पानीको अवस्था। यहाँ बाटोमा कति ठुलो ठुलो खाल्टाखुल्टी पानी जम्मा भएको छ। यसरी हामी पुल हुँदै पुग्यौँ अनि म चाहिँ जङ्गुवा पुगेर आफ्नो क्लाइन्टलाई फोन गरेर कन्फर्म गरेँ बाटो। उहाँहरूले भनेपछि हामी घर पुगेर